अत्यन्तै खुसी खबर आएको छ। काठमाडौँ महानगरपालिकाभित्र कुलमान घिसिङको नेतृत्वमा यसरी काम बिछ्याइरहेको छ, यो तारहरू बिछ्याइरहेको छ दर्शक महानुभावहरू। र ऊर्जा मन्त्री दीपक खड्काले यहाँ देख्नै पर्ने भिडियो रहेको छ दर्शक महानुभावहरू। ऊर्जा मन्त्री दीपक खड्काले कुलमान घिसिङलाई 0 नम्बर दिएको छ कामको आधारमा। त्यसको साथै अब लोड सेडिङ हुन्छ भन्ने दीपक खड्काको अगाडि यो भिडियो तपाईँहरूको माझमा पठाइदिनु होला। तपाईँहरूले चाहिँ यो भिडियोलाई सेयर गरेर दीपक खड्का ऊर्जा मन्त्री भनिने दीपक खड्काको सामु पुर्याइदिनु होला दर्शक महानुभावहरू। कुलमान घिसिङले केही पनि काम गर्न नसक्ने भन्ने दीपक खड्काको आँखाले यो हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू। यो दृश्य रहेको छ, काठमाडौँको कोटेश्वरमा रहेका दृश्य रहेको छ दर्शक महानुभावहरू। यो हेर्न सक्नुहुन्छ, तार बिछ्याइरहेको छ र कुनै पनि हालतमा कुलमान घिसिङले भनिसक्नु भएको छ, कुनै पनि हालतमा चाहिँ ग्राहकहरू अथवा चाहिँ सर्वसाधारण नागरिकको घरमा कुनै पनि हालतमा विद्युत कटौती हुने छैन र विद्युत चाहिँ लोड सेडिङ हुने छैन र ऊर्जा मन्त्री भन्ने व्यक्तिलाई चाहिँ विश्वास नगर्नु होला भनेर चाहिँ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनिसक्नु भएको छ दर्शक महानुभावहरू। हेर्न सक्नुहुन्छ, कुलमान घिसिङले गरेका कामहरू पनि हेर्न सक्नुहुन्छ दर्शक महानुभाव। यो ड्रिल मेसिनबाट खन्दै रहेको दृश्य रहेको छ। यो चाहिँ काठमाडौँको कोटेश्वरमा रहेको दृश्य रहेको छ दर्शक महानुभावहरू। यहाँ चाहिँ बजारहरू अथवा चाहिँ सहर बजार चाहिँ कुरूप भएको देखिन्छ र यो तारहरू नबिछ्याएको कारणले फोहोर देख्यो भन्ने तरिकाले चाहिँ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसरी चाहिँ तारहरू अन्डरग्राउन्ड गर्दै रहेको छ दर्शक महानुभावहरू। हेर्न सक्नुहुन्छ, यो ऊर्जा मन्त्री दीपक खड्का भनिने व्यक्तिले देख्नुपर्ने अवस्था रहेको छ दर्शक महानुभावहरू। एउटा संस्थाका व्यक्तिले एउटा चाहने अथवा एउटा सरकारी संस्थामा आबद्ध भएका एउटा कर्मचारीले चाहे भने यस्तो किसिमका यत्रो ठुलो काम गर्न सकिन्छ भने मन्त्री र प्रधानमन्त्री के गरेर बसेको र मन्त्री र प्रधानमन्त्रीले चाह्यो भने, राष्ट्रपतिले चाह्यो भने यो देशले कुन दिशामा ल्याउन सकिन्छ, कुन गतिमा चाहिँ विकास गर्न सकिन्छ भन्ने जल्दो बल्दो उदाहरण पनि तपाईँले देख्न सक्नुहुन्छ यो दृश्यबाट। हेर्नुहोस् त, यो दृश्यबाट भने काठमाडौँको महानगरपालिकाको भित्र चाहिँ न्यू रोड, ठमेल, असन, इन्द्रा चोकदेखि लिएर बबरमहल, बागबजारदेखि लिएर हरेक ठाउँमा चाहिँ कुलमान घिसिङको नेतृत्वमा काम सम्पन्न भइसकेको छ। अन्डरग्राउन्ड तार बिछाइसकेको छ दर्शक महानुभावहरू। हेर्न सक्नुहुन्छ, यो यसरी चाहिँ तारहरू बिछाइसकेपछि सहर कति सुन्दर देख्दो रहेछ, कति राम्रो देख्दो रहेछ, तपाईँहरूले पनि आफै नै मूल्याङ्कन गर्न सक्नुहुन्छ दर्शक महानुभाव। हेर्न सक्नुहुन्छ, यो खुसीको खबर रहेको छ दर्शक महानुभावहरू। कुलमान घिसिङ आए लगत्तै यस किसिमका चाहिँ राम्रो कुराहरू भइरहेको छ दर्शक महानुभावहरू। र भने ऊर्जा मन्त्री दीपक खड्का भनिने व्यक्तिले कुलमान घिसिङलाई कार्यकारी अथवा चाहिँ कार्यको आधारमा, काम गर्नेको आधारमा 0 नम्बर दिएको छ। तर नेपाली जनता 3.5 करोड नेपाली जनताको ढुकढुकीमा रहेका कुलमान घिसिङलाई कसैले कुनै पनि सरकारी तवरमा कुनै पनि चाहिँ प्रधानमन्त्री आए पनि, राजै आए पनि उखेलेर फाल्न सकिँदैन दर्शक महानुभावहरू। किनभने जनताको प्यारो भइसकेको व्यक्तिलाई अनावश्यक रूपमा लालछना लगाएर अनावश्यक रूपमा चाहिँ बाधा अड्कचन दिने र लोकप्रिय र कुलमान घिसिङको लोकप्रियतालाई पनि उसलाई लोभ लाएर विभिन्न किसिमका वाहनहरू, आरोपहरू लगाएर कुलमान घिसिङलाई हटाउने जुन प्रवृत्ति, जुन रवैया सरकारले देखाइरहेको छ, यो एकदमै नितान्त खेदजनक रहेको छ। यो सबै नेपाली जनताले चाहिँ बुझ्नुपर्ने कुरा रहेको छ। यसका बारेमा चाहिँ प्रतिरोध र यसका बारेमा चाहिँ अवरोध गर्नुपर्छ, यसको बारेमा चाहिँ विरोधै गर्नुपर्छ भन्ने नेपाली जनताको मानसको चाहिँ मनमा उठिसकेको छ दर्शक महानुभाव। यो खुसीको खबर रहेको छ। 3 करोड नेपाली जनताको मनमा ढुकढुकीमा छाइसकेको कुलमान घिसिङलाई कसैले पनि, सरकारको कुनै पनि मन्त्री र कुनै पनि चाहिँ राष्ट्रपति र कुनै पनि सरकारले चाहिँ उखेलेर फाल्न सक्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ दर्शक महानुभावहरू। हाम्रो उज्यालोको पिता हुनुहुन्छ र उज्यालोको चाहिँ नेता हुनुहुन्छ। उज्यालोको पिता भनेको कुलमान घिसिङ रहेको छ दर्शक महानुभावहरू। त्यसो भए कारणले कुलमान घिसिङलाई सबैले साथ समर्थन दिउँ। कुलमान घिसिङलाई काम गर्नको लागि सबैले बाधा अड्कचन छ भने त्यसलाई रोकटोकबाट हटाउनको लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा भएका यी कामहरू रहेको छ। हेर्नुहोस् त, उज्यालोको पिता कुलमान घिसिङको नेतृत्वमा भइरहेको यो काम रहेको छ। यो अन्डरग्राउन्डमा चाहिँ यसरी तार बिछ्याउने काम जारी भएको छ। यो काठमाडौँको बानेश्वर र कोटेश्वर रहेको छ र कलङ्कीका विभिन्न ठाउँहरूमा चाहिँ यसरी चाहिँ अन्डरग्राउन्ड चाहिँ तार यहाँ यसरी चाहिँ बिछाउने कार्यक्रम सुरु भइरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ, कुलमान घिसिङ आइसकेपछि नेपालमा चाहिँ लोड सेडिङ मुक्त भएको छ। साथै अर्बौँको नफा पनि भइरहेको अवस्था देख्न सक्नुहुन्छ भने अहिले केपी शर्मा ओली सरकारले भने कुलमान घिसिङलाई हटाउने विभिन्न किसिमका कार्ययोजनाहरू गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। 3 करोड नेपाली जनताको ढुकढुकी कुलमान घिसिङलाई हटाउने सरकारको काम भइरहेको छ। तर पनि कुलमान घिसिङ एक रत्ती पनि पछि नहट्ने
नहट्दै आफ्नो काम निरन्तर रूपमा जारी गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। यो ठ्याक्कै काठमाडौँको बानेश्वर र कोटेश्वरको बिचमा पर्दछ भने यो देखाइरहेको छ, यो ठाउँ रहेको छ, यो चाहिँ कोटेश्वरमा रहेको छ। कोटेश्वरमा पनि अन्डरग्राउन्डले यसरी चाहिँ अन्डरग्राउन्ड बिछाइरहेको छ। यहाँ ठुलो मोटा तार रहेको छ भने माथि कुरुब चाहिँ सहर कुरूप देखिने भएको कारणले यो तारलाई चाहिँ व्यवस्थित तरिकाले अन्डरग्राउन्डमा बिछाइएको छ। काठमाडौँको चाहिँ बानेश्वर र न्यू रोड, असन, इन्द्रचोकदेखि लिएर हरेक बागबजारदेखि लिएर हरेक ठाउँमा चाहिँ काठमाडौँ महानगरपालिकाका विभिन्न ठाउँमा चाहिँ यसरी चाहिँ 5 साथै यसमा तारहरू बिछाइरहेको छ भने जनताको 3 करोड नेपाली जनताको ढुकढुकीमा रहेका कुलमान घिसिङले पनि अहिले सरकारले विभिन्न तवरमा चाहिँ काम गर्नको लागि बाधा अड्कचन दिइरहेको छ भने दुःख दिइरहेको अवस्था देख्न सक्नुहुनेछ। तपाईँले यो दृश्य रहेको छ, यो दृश्य चाहिँ काठमाडौँको कोटेश्वरमा रहेको छ र कुलमान घिसिङ आए लगत्तै चाहिँ विद्युत प्राधिकरणमा चाहिँ अर्बौंको चाहिँ डलरमा नाफा भएको छ भने त्यसको साथसाथै कुलमान घिसिङले तीव्र गतिमा विभिन्न कामहरू गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। अन्डरग्राउन्डमा चाहिँ तार बिछाउनेदेखि लिएर इलेक्ट्रिसिटी गाडीहरू ल्याउने र चाहिँ उद्योगहरूमा चाहिँ बढीभन्दा बढी चाहिँ एकदमै सस्तो रूपमा चाहिँ जुन बिजुलीहरू दिने काम पनि भइरहेको छ। त्यसको साथै कुलमान घिसिङको नेतृत्वको टोलीले चाहिँ अहिले विभिन्न ठाउँमा चाहिँ जुम्ला, कर्णाली र हुम्लादेखि लिएर हरेक मुगु क्षेत्रमा पनि विद्युत चाहिँ पुगिसकेको अवस्था देख्न सक्नुहुन्छ र बिजुली बालिएको देख्न सक्नुहुन्छ। यो एकदमै खुसीको खबर रहेको छ दर्शक महानुभावहरू। भने काठमाडौँको वरिपरिकादेखि लिएर ललितपुरको विभिन्न स्थानमा पनि यसरी अन्डरग्राउन्डमा चाहिँ तार बिछाउने काम जारी भइरहेको छ कुलमान घिसिङको नेतृत्वमा भएका टिमबाट। यहाँबाट पनि स्पष्ट हुन्छ एउटा जनताले चाहिँ एउटा चाहिँ चाहेको खण्डमा अथवा चाहिँ पदमा ओहदामा रहेका मान्छेले चाहेको खण्डमा जस्तोसुकै कदम पनि उठाउन सकिन्छ, राम्रो काम गर्न सकिन्छ भन्ने कुरा गरेको छ भने यो सरकारले कुलमान घिसिङले गरेको कामप्रति लक्ष्य गर्दै कामलाई चाहिँ बाधा अड्कचन दिने तरिकाले चाहिँ यसरी बाधा अड्कचन दिइरहेको अवस्था देख्न सक्नुहुन्छ र विभिन्न किसिमको सोधपुछ र सधैँ नै र्याक गरेको अवस्था देख्न सक्नुहुन्छ। जनताको ढुकढुकीमा छाउन र सफल भएका यी कुलमान घिसिङले अन्य विभिन्न कामहरू पनि गरिसक्नु भएको छ दर्शक महानुभावहरू, तपाईँले देख्न सक्नुहुन्छ। र तार बिछाउनेदेखि लिएर इलेक्ट्रिसिटी गाडीले प्रवर्धन गर्नेदेखि लिएर उद्योगहरूमा चाहिँ सस्तोमा चाहिँ विद्युत चाहिँ यसरी बेचेको छ भने हरेक ठाउँमा पनि कुलमान घिसिङले यस प्रकारका कामहरू गर्दै आउनुभएको छ। यो एकदमै अत्यन्तै खुसीको खबर रहेको छ दर्शक महानुभावहरू। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भए लगत्तै अहिले 24 घण्टा चाहिँ बिजुली आउनेदेखि लिएर लोड सेडिङ मुक्त भएको साथै विद्युत प्राधिकरण अर्बौंको नाफामा पुगेको छ। यो स्वस्थ रहेको छ दर्शक महानुभाव हेर्न सक्नुहुन्छ र यसरी नै तपाईँहरूले देख्न सक्नुहुन्छ। यो एकदमै खुसीको खबर रहेको छ भने यहाँ यसरी कुलमान घिसिङले तार बिछाइरहेको छ र 3 करोड नेपालीको जनताका लागि खुसीको खबर रहेको छ दर्शक महानुभावहरू। कुलमान घिसिङले भन्दै गर्नुभएको छ ऊर्जा मन्त्रीले तत्कालै चाहिँ यो लोड सेडिङ हुन्छ, अब विद्युत प्राधिकरणले काम गर्न सकेन भन्ने किसिमका विभिन्न किसिमका आरोपहरू लगाएको छ भने कुलमान घिसिङले गरेका कामहरूलाई नजरअन्दाज गरेर उनलाई चाहिँ बदनियतपूर्ण तवरले ऊर्जा मन्त्री दीपक खड्काले विभिन्न किसिमका आरोपहरू कुलमान घिसिङमाथि लगाएको छ दर्शक महानुभाव। यो एउटा विडम्बनाको कुरा रहेको छ। एउटै सेक्टरमा ऊर्जा मन्त्री भएर दीपक खड्काले कुलमान घिसिङलाई यस किसिमको चाहिँ निहात प्रहार गर्नु भनेको एकदमै दुःखदायी र खेदपूर्ण प्रकट रहेको छ दर्शक महानुभावहरू, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ खुसीको खबर पनि रहेको छ भने नेपाल इलेक्ट्रिसिटी बोर्ड र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस किसिमका कामहरू गरिरहेको अवस्था देख्न सक्नुहुन्छ भने यस्तै काम गर्ने राम्रो काम गर्ने मान्छेलाई नेपालमा टिक्न नदिने भनेको यस्तै भगौडा नेता भन्ने एउटा पार्टीका झोलेहरूले गर्दा नै भएको छ। त्यस भएको कारणले राम्रो मान्छेलाई चिनौँ, छानौँ र अगाडि बढौँ अनि मात्र देश विकास हुन्छ भन्ने कुरा यो भिडियोबाट स्पष्ट पार्न चाहन्छु। यहाँ हेर्न सक्नुहुन्छ कुलमान घिसिङको नेतृत्वमा भएका यो काम भइरहेको छ, खनजोत गर्ने काम भइरहेको छ, यहाँ खन्ने काम भइरहेको छ, ड्रिल मेसिनदेखि लिएर हरेक कुरामा काम गराएको छ। काठमाडौँ महानगरपालिकाका विभिन्न सेक्टरमा ठाउँहरूमा चाहिँ यसरी कुलमान घिसिङको नेतृत्वमा चाहिँ कामहरू भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ तार बिछाउनेदेखि लिएर हरेक कामहरू गरिरहेको अवस्था देख्न सक्नुहुन्छ भने यो अत्यन्तै खुसीको खबर रहेको छ दर्शक महानुभावले हेर्न सक्नुहुन्छ। यहाँ तार बिछाइरहेको छ भने यो अत्यन्तै खुसीको खबर रहेको छ। एउटा काम गर्ने मान्छे
मान्छेलाई काम गर्न दिनुपर्छ। 3 करोड नेपाली जनताको ढुकढुकी कुलमान घिसिङलाई सबैले साथ दिनुपर्छ भन्दै अहिलेलाई यो भिडियोलाई तपाईले लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गर्न नबिर्सनु होला। हस्त, नमस्ते।